भगवत गीताका श्लोकहरू भगवान कृष्णले अर्जुनलाई युद्ध भूमिमा कुरुक्षेत्रको युद्ध भूमिमा भन्नुभएका कुराहरू हुन्। तर यसो सम्झिनुस् कि हाम्रो जीवन युद्ध भूमि भन्दा कम छ त। आम मान्छेको जीवनको लडाई, आम मान्छेको दैनिक तनाव, आम मान्छेको जीवनसँगको सङ्घर्ष कुरुक्षेत्रको सङ्घर्षभन्दा कम छैन। र जुन व्यक्तिले मेरो जीवनमा कुनै सङ्घर्ष छैन, मेरो जीवनमा कुनै तनाव छैन सोच्नुहुन्छ या विश्वास गर्नुहुन्छ भने त्यो अलिकति अनौठो कुरा होला र हुनसक्छ त्यो सम्भव छ। र भगवान कृष्णले अर्जुनलाई दिनुभएको उपदेश, भगवान कृष्णले त्यो परिस्थितिसँग लड्नको लागि र त्यो असक्षमता र अपरिपक्वता र केही हदसम्म जुन एउटा सङ्कोच र चिन्ता, त्यसबाट भगवान कृष्णले कसरी अर्जुनलाई निकाल्नुभयो र कसरी जीवनमा अगाडि बढ्ने बाटो देखाउनु भयो, त्यसको हामीले हाम्रो जीवनमा प्रयोग गर्न र त्यहाँबाट धेरै कुरा सिक्न सक्छौँ। त्यसले हामीमा आत्मबल, परिस्थितिसँग लड्ने क्षमता र एउटा आफ्नो जीवनमा स्मुथनेस ल्याउने केही हदसम्म काम गर्छ होला। र यसै प्रसङ्गमा आज म अध्याय 2 को कुराहरू यहाँ ल्याउँदैछु। अध्याय 2 साङ्ख्य योग भनिएको छ। अध्याय 2 को साङ्ख्य योगसँग सम्बन्ध रहेको छ र यहाँलाई थाहा होला साङ्ख्य योगको सबै क्रेडिट कपिल मुनिमा जान्छ। र कपिल मुनिको कुरा गर्दाखेरि हामी के पनि नबिर्सौँ भने कपिल मुनि उहाँकै नामसँग सम्बन्धित कपिल वस्तु हाम्रो नेपालको बुद्धको जन्मभूमि एरियामा पर्ने र एउटा त्यो के पनि नबिर्सौँ भने भगवान बुद्धको जीवनमा भगवान बुद्धले प्राप्त गर्नुभएको ज्ञानमा कपिल मुनिको साङ्ख्य फिलोसफी, साङ्ख्य दर्शनको ठुलो प्रभाव छ। र कपिल मुनि करिब 700 BCE तिर भनेको आजभन्दा 2700-3000 वर्ष पहिले साङ्ख्य फिलोसफी अगाडि बढाउनु भएको थियो र त्यसको बारेमा हामी विभिन्न पुस्तकहरूमा पढ्न सक्छौँ। र कपिल मुनिलाई विष्णुको अवतार पनि मानिन्छ। कपिल मुनिले संसारलाई एउटा ठुलो चिज दिएर जानुभयो र त्यसको प्रभाव धेरै हाम्रो दर्शनहरूमा छ। कपिल मुनिको जुन साङ्ख्य र भगवत गीता साङ्ख्य योगको ठुलो एउटा उदाहरण पनि हो। साङ्ख्य योगको ठुलो यसमा प्रसङ्ग छ। यसमा साङ्ख्य योगको धेरै कुराहरू छ भगवत गीतामा। र कुरा गर्दाखेरि अब एउटा च्याप्टर 2 को 12औं श्लोककै हेरौँ न। यसमा बडो इन्ट्रेस्टिङ देखिन्छ। यसमा कृष्णले अर्जुनलाई भन्नुभएको सम्झिनुहोस् एकचोटि, हेरौँ एकचोटि। त्वेवाहं जातु नासं त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा न चैव न भविष्यामः न चैव न भविष्यामः सर्वे वयमतः परम्। अब यहाँनिर कृष्णले अर्जुनलाई भन्नुहुन्छ यो प्रसङ्गमा, न त्वेवाहं जातु, हाम्रो न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा भनेको यस्तो समय कहिले पनि थिएन, नेभर देयर वाज अ टाइम, कि म, तिमी र यो यहाँ युद्ध भूमिमा उपस्थित हुनुभएका राजाहरू, उहाँहरू एक्जिस्ट गर्नु भएन। भनेको जति पनि यहाँनिर उपस्थित छ, म, तिमी सबै इटर्नल हो,
कुनै पनि व्यक्ति भनेको व्यक्ति भनेर भन्दाखेरि यहाँनिर त्यो व्यक्तिको भित्र जुन साक्षी छ, जुन भित्र छ, जुन शरीर त मरेर जान्छ तर शरीरको भित्र छ, जसले शरीरको भित्र बसेको छ, त्यो अब कसैले त्यसलाई आत्मा भन्ला, जुन यहाँनिर आत्मा भनेर सोल भनेर कतै मेन्सन गरिएको छैन, तर त्यो जुन भित्र छ, यो शरीरको भित्र छ, त्यो देयर वाज अ नेभर टाइम, त्यो कहिले पनि यस्तो समय थिएन त्यो एक्जिस्ट गरेको थिएन। र अब त्यो म मात्रैमा होइन कि म कृष्ण म मात्र होइन, अर्जुन तिमी मात्र होइन, यहाँनिर उपस्थित जति पनि व्यक्तिहरू छन्, राजाहरू हुनुहुन्छ र युद्धभूमिमा, ती व्यक्तिहरू देयर वाज अ नेभर टाइम कि उहाँहरू एक्जिस्ट गर्नुभएको थिएन, उहाँहरू सधैँ हुनुहुन्थ्यो। र यही भर्सको अर्को लाइनमा भन्नुहुन्छ, न चैव न भविष्यामः सर्वे वयमतः परम। अब यहाँ के भन्नुहुन्छ भने न चैव न भविष्यामः भनेको न कुनै भविष्यमा पनि, सर्वे वयमतः परम भनेको त्यो हुँदैन कि म तिमी र यहाँ भएको राजाहरू, उपस्थित युद्धमा उपस्थित व्यक्तिहरू एक्जिस्ट गर्दैन भनेको हामी यस्तो कोही पनि व्यक्ति यहाँ छन् जो चाहिँ नि कहिले एक्जिस्ट नै गरेन भन्ने होइन, सधैँ एक्जिस्ट गरिरहेको थियो। र यो युद्धपछि तिमीलाई लाग्छ कि कोही मारिन्छ, कोही मर्छ जस्तो लाग्छ भनेदेखि भविष्यमा यो व्यक्ति, जुन व्यक्तिको भित्र जुन छ नि, जुन साक्षी भन्छौँ हामीले, कन्सियसनेस छ नि, त्यो यो युद्धभूमिको र युद्धपछि गएर भविष्यमा पनि त्यो जुन कन्सियसनेस छ त्यो जहिले पनि एक्जिस्ट गर्छ। र त्यो पहिले पनि जहिले पनि एक्जिस्ट गरेको थियो, न कोही अहिले आएर एक्जिस्ट गरेको होइन, सधैँ थियो र सधैँ रहनेछ।